हेलो साथीहरू, वेलकम मेरो मिनी भ्लगमा। भ्लगर त होइन, खासै त्यही पनि यसो भ्लग बनाइदिउँ भनेर। यो चाहिँ हाम्रो काकीको भुइँसी। हामी चाहिँ आज निङ्गुरी खोज्न जाँदैछौँ डाँडातिर, लेकतिर। काका, दाइ, म 3 जना। यो चाहिँ हाम्रो गाउँको सुर्के भन्छ यसलाई। राम्रो कुहिरो लागिरहेको रहेछ। बाटोमा चाहिँ चरा हान्दै जाँदैछ हामी चाहिँ, होइन। काकाले चरा देखाउँदै हुनुहुन्छ। चरा चाहिँ भागिहाल्यो तर लागेन छ मटेङ्ग्राले। उकालो बाटोमा यस्तो कस्तो पसिना आउँछ, चिसो भए पनि। गाउँमा चाहिँ यसरी भोक लाग्यो भने चाहिँ चट्टै खाजा पनि चाहिँदैन, बाटैमा फलिरहेको हुन्छ, खाँदै हिँड्दै। बाटोमा चाहिँ गाई बसी चरिरहेको रहेछ, च्याट्ट हरियाली भएको रहेछ गाउँहरू। यो चाहिँ बाङ्गे बजार, हाम्रो राँके मेला देउरालीको। यो चाहिँ देउराली बजार हो। यहाँ चाहिँ साउने गते राँके मेला लाग्छ। पहिला ठुलो मेला लाग्थ्यो, आजभोलि त खै गएको पनि धेरै भइसक्यो, नगएको पनि। अनि देउरालीमा चाहिँ च्याट्ट खाजा पानी खान थाल्यो। यसलाई चाहिँ निगारो भन्छ, च्याट्ट। निगारोमा चाहिँ अलिअलि छोक्रा त्यतिकै रहेछ, च्याट्ट निगार सिँगार खायो। अनि लाग्यो उकालो बाटो। उकालो लाग्दा लाग्दै बाटोमा कुहिरो लागेको रहेछ, चिसो चिसो मौसम थियो। बुढो मान्छे जस्तो लौरी टेक्दै। अयो यस दामी थियो ठाउँहरू चाहिँ, उसो लागेको। लामो लामो रुखहरू। यहाँबाट चाहिँ हामीलाई निङ्गुरे पाउनु ठाउँमा पुग्न चाहिँ अझै 1 घन्टा लाग्छ है। लाग्यो दाजुभाइ गफ गर्दै च्याट्ट। बाटोमा चाहिँ काकाले च्याउहरू देखाउँदै जानुभयो। तर यो चाहिँ खाने च्याउ चाहिँ होइन रहेछ है, त्यत्तिकै च्याउ चाहिँ च्याउ रहेछ, तर अर्कै खालको च्याउ रहेछ।